सो हेलो गाइज आइम अगेन ब्याक अनि अहिले चाहिँ यो अर्को मैले टी सर्ट चेन्ज गरेँ अघिकोले अलिकति अनकम्फर्टेबल भइरहेको थियो नि त अनि अहिले छु म सलमासँग चाहिँ हाई सलमा अनि अहिले चाहिँ हामी कहाँ जाँदैछौँ भन्दा यहाँ झुलुङ्गे पुल त होइन होला यो ब्रिज के नयाँ ब्रिज खुलाएको छ बनाएको छ अनि म आएको थिइनँ नि त अहिलेसम्म सो तपाईँलाई देखाउँछु ल यो चाहिँ अहिले चाहिँ साँझ परिसक्यो नि त अनि यहाँ सनसेट खतरा लागिरहेछ वेट आज त आउँछु यहाँ छ हाम्रो सलमा म त अनि कस्तो थाकेको थियो नि त खुट्टा पनि काटेर कहिले सनसेट खतरा लागिरहेछ किन होल्ड माई फोन प्लिज म उभिन्छु देखाउँछु You look so, but you look black. Yeah. So please follow me. So यो चाहिँ हो नयाँ ब्रिज कहिले बनेको यो? I don't know. म त यता नआएको धेरै 1 वर्ष भयो होला 1 वर्ष भयो टन्ने मान्छेहरू हुन्छ नि हामी पनि नयाँ पुलमा नयाँ पहिलोचोटि चढ्दै नि त आउनु Why am your camera? टिम्कीको यहाँ पनि नयाँ घर बनिसकेछ त्यो बाटो लालटार मार्ग कहिलेदेखि यस्तो नाम आएको हेर यस्तो भइसकेछ सोच्दै नसोचेको यहाँ चाहिँ पानी पनि रहेछ कत्रो रहेछ हो एकछिन ल म तपाईँलाई डिफ्रेन्ट फाइबर यत्रो कसरी यसरी हेर्दा पनि आइफिल टावर जत्रै रहेछ तपाईँहरू पनि आउनु चाहनुहुन्छ भने यस्तै बेला आउनु है यस्तो खतरा सनसेट पनि देख्न सक्नुहुन्छ क्यान यु सी हियर एकचोटि तिम्रो यस्तो एस्थेटिक हेर्नु पर्दैन उता मात्र होइन साथी तर तिम्रो राम्रो देखिरहेछ तिम्रो यो स्वेट सर्टको कलर र त्यो सन के अरे त्यो क्लाउडको कलर सेम म्याच गरिरहेको रहेछ राम्रो त कति धेरै मान्छे हुनुहुँदो रहेछ के ओ डेटिङ पनि रहेछ पर गाइज माथिबाट तिनीहरू डेटिङ गरेको को रहेछ चेक गरौँ ल गाइस उहाँहरू चाहिँ डेटिङ बसिराख्नु भइरहेछ जाऊ तिमी अगाडि जाऊ गाइजा चाहिँ धेरै मान्छे छरेछ कि छो अलिकति अपोज हुने भयो गाइज पुलबाट चाहिँ यस्तो राम्रो भ्यू आइरहेछ है सैन के जोड्यौ तिमीले सो गाइज फाइनली सबैजना गइसक्नु भयो यो पुलबाट अलिअलि मान्छे त्यहाँ आउँदै हुनुहुन्छ अनि यस्तो खतरा सनसेट लागिरहेछ अनि त्यहाँ पनि मान्छेहरू छ यस्तो खतरा भइरहेछ कि फेभरेट रेस लाउने हो क्यान यु रन लाइक त्यहाँ परसम्म को फास्ट पुग्छ यहाँबाट छोडेर जान्छस् जा जा त मेरो भाइ हो म तेरो दिदी हो त्यहाँ परसम्म त्यो मान्छेहरू भन्दा नि एकछिन म यो राख्छु पहिले राखेर आउँछु ल फुल त्यो हुन्छ हाम्रो लास्ट पोइन्ट Can you hold this? I told it.
Oh my god, really? Look at him go. Oh my god, he's running. And he's coming back. जसले जित्नेले मबाट 50 रुपैयाँ पाउँछ हैन मैले जित्यो भने म असँगै हुन्छ त्यसपछि उले जित्यो भने मैले 50 रुपैयाँ दिने तर त्यहाँसम्म जो सुरु भन्छ त्यसले त्यो माला लाउनु पर्छ ल जो फर्स्ट हुन्छ त्यो छ ल ओके यो फोन चाहिँ म बोल्नुहुन्छ बोकेर एकछिन म I'm gonna win that 50 rupees. म अलरेडी कुदेर आएँ नि त सो अलिकति गला छु Okay, let's. One. एकछिन अनि तपाईले नै गर्ने अनि तपाई नि सर गर्ने अनि ओके त्यो पनि ल. One. एकछिन ल पैसा पनि दिएको छु 50 रुपैयाँको लागि यति कुद्नु पर्ने अरे नो दिन्छु के I don't want them. यहाँ चाहिँ पैसा चाहिँ रेडी 1 2 3 एकछिन 1 2 3 गो I'll give you another chance la के भयो I can't. Bro, I don't want to. No one is spy garden here in the couple. Why did you interrupt? guys, मैले जितेछु तर म उसलाई माला लगाइदिन्छु नाइ कसको हो गरे तर सुके कस्तो चिसो है यहाँ चाहिँ हावा आइरहेछ सो गाइज अब चाहिँ म भ्लग एन्ड यहीँ गर्न चाहन्छु थ्याङ्क यू सो मच फर वाचिङ अहिलेसम्म हेरिदिनु भएकोमा होइन इफ यु हेभ वाच तर किप सपोर्टिङ लभ यु गाइज सरङ्गे क्यान यु से बाई टु माई भ्लग keep supporting. थ्याङ्क यू गाइज बारीको डिलमा हामी छौँ हामी बाबु खोइ परास बाबु पुछाडी आउँदैछ होला हौ हाम्रो बाबु कहाँ रह्यो कोदो फुल्यो बारीमा अहिले गीत बनाउनु पर्छ अनि यहाँ कोदोमा लड्नु पर्छ देउसुरे भन्दै छिर न कोदो यहाँ देउसुरे 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 देउसुरे
एङ्करिङ त खतरा गर्दो रहेछ उता एङ्करिङ त खतरा गर्दो रहेछ उता romantic boba राम्रो धेरै राम्रो गर्दो रहेछ कन्फिडेन्स लेभल औरा प्लस 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 ल तो फिलहालमा हाम्रो गायटमेन चोकको झिलिमिली चाहिँ यस्तो देखिरहेछ मान्छेहरू यहाँ फोटो खिच्दै हुनुहुन्छ